स्क्रिनमा देखिएको मान्छे छ नि, यो चाहिँ सोसियल मिडियातिर नेपाली ब्रो भनेर चिनिने एउटा पशु हो, एउटा अपराधी हो। गए राति उसले आफ्नो श्रीमतीको चाहिँ धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गर्यो। उसको चाहिँ वाइफसँग एकदमै पहिलेदेखि नै कन्ट्रोभर्सी थियो। उसले वाइफलाई होच्याउने, उसले हेप्ने, कुट्ने जस्तो क्रियाकलापहरू उसले विगतमा पनि गर्दै आएको थियो। इन्टरभ्यूहरूमा उसको श्रीमतीले पनि भन्दै आउनुभएको कुरा हो। तर गए राति चाहिँ उसले हत्या नै गरिदियो क्या। सायद हिजो उसको वाइफसँग डिभोर्स पनि थियो र त्यही सिलसिलामा उसले उसको विभत्स हत्या गर्यो। कुनै एउटा इन्टरभ्यूमा उसले रविन्द्र ढाट एमएमए फाइटरलाई चाहिँ म एक मुक्कामा ढालिदिन्छु भन्ने जस्ता अभिव्यक्ति दिने अनि सोसियल मिडियामा भाइरल हुने, अनावश्यक क्रियाकलाप गर्ने। श्रीमतीलाई चाहिँ यो चाहिँ गरिबको छोरी, यो चाहिँ यस्तो, हिजोको दिनमा अहिले केही खाना लाउन थिएन, मसँग बिहे गरेर यस्तो भयो उस्तो भयो, विभिन्न आर्थिक हिसाबमा चाहिँ सायद उहाँको कुरा नमिलेर चाहिँ उसले चाहिँ आफ्नो श्रीमतीको हत्या गर्यो, जुन चाहिँ एकदमै गलत छ।